जय जय श्रीराधे हर हर महादेव शम्भु। हामीलाई तपाईहरुले धेरै माया गर्नुभएको छ र धेरैजनाले सोध्नु पनि भएको छ। टिकटक अनि हाम्रो पेज अनि हाम्रो युट्युबमा पनि हामीलाई धेरैले सोध्नु भएको छ। सबै थोक भनिदिनु भयो। बारको पनि एकपल्ट हजुरले हाल्दिनु भयो भने धेरै राम्रो हुने थियो भनेर सोध्नु भएको थियो र म हजुरहरुलाई कुन बार जन्मेका मान्छेहरु कस्ता हुन्छन् भन्ने विषयमा भन्दै छु, ध्यान दिएर सुन्नु होला। सुरुमा मैले हजुरहरुलाई आइतबारदेखि नै सुरुवात गरे। आइतबार जन्मेका व्यक्तित्वहरू विशेष गरेर आइतबारको नेतृत्व सूर्य ग्रहले गर्छ र सूर्य ग्रहले नेतृत्व गरिराख्दा आइतबार जन्मेका मान्छेहरू अलिकति रिसा स्वभावका हुन्छन्, अलिकति कडा स्वभावका चाहिँ बनाइदिन्छन् भने यिनीहरू नराम्रो भन्न मिल्दैन, अलिकति नसोची अगाडि बढ्छन् र धेरै कुरामा हात हाल्ने हुन्छन् र सहयोगी मन त हुन्छ, सहयोग धेरैलाई गर्नुहुन्छ र सङ्घ संस्थामा आबद्ध यस्ता मान्छे हुन्छन् भने व्यापार भनेको यस्ता मान्छेलाई त्यति मजाले भने काम दिँदैन नि भन्नुपर्छ। व्यापारबाट त्यति धेरै आमदानी हुन सक्दैन र अलिकति व्यापार बिजनेस गर्दाखेरि हजुरहरूले विशेष गरेर कपडा व्यापार गर्दाखेरि केही मात्रामा राम्रो हुन्छ आइतबार जन्मेका व्यक्तित्वहरूले। अनि आइतबार जन्मेका व्यक्तित्वहरू भने पेट सम्बन्धी रोगी अवश्य बनाइदिन्छ अनि अलिकति डिप्रेसनको शिकार पनि बनाइदिन्छ आइतबार जन्मेका व्यक्तित्वहरूलाई र अरूको काममा धेरै चासो राख्ने बनाइदिन्छ र यस्ता व्यक्तित्वहरूले पैसा भने सुरुमा कमाउँदैनन्। यिनीहरूको 26 वर्षदेखि उता मात्रै पैसाको योगहरू बन्न जान्छन्। आइतबार जन्मेका मान्छेहरू 26 वर्ष जब पुग्छन् तबदेखि मात्रै नाम र पैसा भने मजाले कमाउँछन्। आफ्नो इज्जतलाई अलिकति ख्याल गरेर हिँड्ने स्वभावको बनाइदिन्छ भने यस्ता मान्छेले ठुल्ठुलो उद्योगहरू कल कारखानाहरू खोल्ने स्वभावको पनि बनाइदिन्छ र यस्ता मान्छे यदि प्रेममा हुनुहुन्छ भने आइतबार जन्मेका मान्छेको लागि प्रेम भने त्यति राम्रो हुन सक्दैन। सोचे अनुसारको प्रेम हुँदैन है र आइतबार जन्मेका मान्छेहरूको लागि आमा बुवासँग प्रेम भने धेरै हुन्छ र अलिकति वृद्ध मान्छेदेखि झर्को पनि लाग्छ, किन आइतबार जन्मेको मान्छेहरूको स्वभाव त्यस्तो हुन्छ भने प्रेम भनेको अलिकति हजुरहरूले शुक्रबार जन्मेका व्यक्तित्वहरूसँग गर्दा चाहिँ केही मात्रामा राम्रो हुन्छ। आइतबार जन्मेको मान्छेहरूको लागि भने बिरामीको सम्बन्धी पनि मैले भने, पढाइ सम्बन्धी भने आइतबार जन्मेका मान्छेले साइन्स लिएर पढ्नुभयो भने केही मात्रामा उन्नति प्रगति हुन्छ र हजुरहरूको लागि छोरी मान्छेको लागि सबैभन्दा राम्रो आइतबार जन्मिँदा कृषि पेशा चाहिँ एकदम उत्तम यो ग्रहको आइतबार